All right. आज चाहिँ हामी च्याप्टर 50 को मुनुवा वा छङ्गुलाई चाहिँ विश्लेषण गर्न जाँदैछौँ। हेरौँ यसमा के लेखेको छ। हाङ्गुके सालिम छावन भन्छ है। हाङ्गुके सालिम छावन कोरियाको वन जङ्गल स्रोत हैन। अब यसभित्र चाहिँ के छ भनेर चाहिँ हामी उल्था सँगसँगै यसको व्याख्या पनि गर्दैछौँ। हेरौँ के लेख्छ। हाङ्गुकुन खुक्थे युक्सिप्रो भनेर भन्छ। हाङ्गुकुन खुक्थोए युक्सिप्रो। खुक्थो भनेको भूमि हो। भूमि, भूभाग, जमिन हैन, सबै के हो त खुक्थो है। राष्ट्रिय भूमिको 60% इसाङी 60% भन्दा बढी सान इजिमान पहाड भए तापनि वागएन विगतमा चाहिँ सालिम छावनी वन जङ्गलको स्रोत फुङ्गुहाजी मोथेसुम्निदा भनेर भन्छ। पर्याप्त मात्रामा थिएन भनेर भन्दैछ है। के रहेछ त कोरिया चाहिँ राष्ट्रिय भूमिको 60% भन्दा बढी पहाड भए तापनि विगतमा चाहिँ सालिम छावन भनेको वन जङ्गलको स्रोत चाहिँ फुङ्गुहाजी मोथेसुम्निदा पर्याप्त मात्रामा थिएन भनेर भन्दैछ। त्यसपछि हाङ्गुक छङ्गुएसनन् कोरियाको सरकारबाट चाहिँ सिक्मोकिल भनेको चाहिँ वृक्षरोपण दिवस, सिक्मोकिल भनेको वृक्षरोपण दिवस 4 महिना 5 गतेलाई छेजङहाय स्थापना गरी नामु सिमगिर छाङ्न्य हानुन रुख रोप्ने कुरालाई छाङ्न्य हानुन भनेको चाहिँ प्रोत्साहन हो है। प्रोत्साहन गरेर र हानफ्योन अर्कोतर्फ ग्रीन बेल्ट वा सालिम फोहो खुयक भनिन्छ। ग्रीन बेल्ट भनेको हरियाली क्षेत्र हो अनि सालिम फोहो खुयक भनेको चाहिँ वन जङ्गल सुरक्षा क्षेत्र है। वन जङ्गल सुरक्षा क्षेत्र छिजङआगो निर्धारण गरी सालिम छङ भनेको चाहिँ वन सेवा हो हैन। वन सेवा सल्ली भानन्थ्यङ स्थापना गर्ने आदि सालिम छावने वन जङ्गल स्रोतको फोहो वा सुरक्षा र युक्सङुल विकासका लागि थायाङहान छङछेकुल छुजिने हाय सुम्निदा भनेर भन्छ। थायाङहान छङछेक विभिन्न किसिमका नीति नियमलाई लागू गरेको छ भनेर भन्छ है। कोरिया सरकारले के गरेछ त भन्दा 4 महिना 5 गतेलाई वृक्षरोपण दिवसको रूपमा चाहिँ यसले स्थापना गरेछ हैन। अनि अर्कोतर्फ के गरेछ भने फेरि ग्रीन बेल्ट हरियाली क्षेत्र र वन जङ्गलको सुरक्षा क्षेत्रलाई चाहिँ निर्धारण गरेर एउटा चाहिँ के बनायो, वन जङ्गल सेवा संस्था पनि बनायो हैन। अनि संस्था स्थापना गर्यो र वन जङ्गल स्रोतको सुरक्षा र विकासका लागि विभिन्न किसिमका नीति नियमहरू पनि लागू गर्यो भनेर भन्छ है। किन यो काम गर्यो त भन्दाखेरि 60% भन्दा बढी जङ्गल पहाड भए तापनि वन जङ्गल स्रोत चाहिँ पर्याप्त रूपमा नभएन है। अब यति काम गरिसकेपछि यसको नतिजा चाहिँ के भयो भनेर यहाँ लेखेको छ है। खुख्यलवा त्यसको नतिजामा हन्जेनन् यो वर्तमान समयमा चाहिँ उल्छाङहान्सु पुल छाराङहागो स्मृदा भनेर भन्छ। उल्छाङहान्सु भनेको चाहिँ घना जङ्गल है। घना जङ्गल भएकोमा गर्व गर्दछ। छाराङहागो स्मृदा भनेको गर्व गरिरहेको छ अथवा गर्व गर्दैछ है। यो चाहिँ हाम्रो फर्स्ट प्याराग्राफ हैन।
यो फर्स्ट प्याराग्राफमा हामीले के जानियो त कोरियामा चाहिँ कोरियाको कुल भूभागको 60% भन्दा बढी पहाड भए तापनि विगतमा चाहिँ वन जङ्गलको स्रोत पर्याप्त मात्रामा रहेनछ। त्यो नभइसकेपछि कोरियन सरकारले वृक्षरोपण दिवस स्थापना गर्यो र रुखहरू रोप्नको लागि प्रोत्साहन गर्यो। अनि अर्कोतर्फ हरियाली क्षेत्र र वन जङ्गल सुरक्षा क्षेत्र पनि निर्धारण गरेर वन सेवा कार्यालय पनि स्थापना गर्यो हैन। त्यसपछि गएर वन जङ्गल स्रोतको सुरक्षा र विकासका लागि विभिन्न नीति नियमहरू पनि लागू गर्यो, जसको नतिजाको स्वरूप अहिले कोरियाले के गर्दछ त घना जङ्गल भएकोमा चाहिँ आफूलाई गर्व गर्दछ भनेर चाहिँ यहाँसम्म लेखेको छ है। त्यसपछि सेरोपके छोसङथेन उल्छाङहान सालिमुन नयाँ स्थापना भएको अथवा नयाँ सिर्जना भएको उल्छाङहान सालिमुन घना वन जङ्गल चाहिँ मोक्छेवा इम्सान मुरुल भनेर भन्छ है। मोक्छे भनेको त काठ हो हैन। इम्सान मूल भनेको चाहिँ यो हाम्रो जडीबुटी मात्रै होइन कि वन उत्पादन हो है। वनबाट हामीले लिन सक्ने उत्पादनहरूलाई पनि के भन्छ इम्सान मूल भनेर भन्दछ है। छेगोङ हे छुलपुनमा नानीरा उपलब्ध गराउन सक्ने मात्र नभएर थायाङहान थोङसिक मुरे भनेर भन्छ। विभिन्न किसिमका थोङसिक मूल भनेको चाहिँ वन्य जन्तु वा वनस्पति हो है। वन्य जन्तु र वनस्पतिको सशिक्षिका थिए वासस्थान भएर सेङमुल थायाङसङमुल भनेर भन्छ। सेङमुल भनेको जीव हो, थायाङसङ भनेको चाहिँ विविधता हो है। यसलाई चाहिँ हामीले जैविक विविधतालाई भनेर भन्छ है। खुङबु हागे हागो स्मृता हैन पर्याप्त मात्रामा चाहिँ भइरहेको छ भनेर भन्छ है। तोहान फेरि इसानुहाथान्सोरु हुप्सुहाय भनेर भन्छ। इसानुहाथान्सो भनेको चाहिँ कार्बन डाइअक्साइड है लाई हुप्सुहाय सोसेर हैन। वन जङ्गलले के गर्छ कार्बन डाइअक्साइड लिन्छ, अक्सिजन फाल्छ हैन। त्यसैले तोहान फेरि कार्बन डाइअक्साइडलाई सोसेर थेगिए छिरुल भनेर भन्छ है। थेगी भनेको चाहिँ वायु है। वायुको छिल भनेको गुणस्तर हो हैन। वायुको गुणस्तरलाई खेसनादा भनेको सुधार गर्ने है। सुधार गर्ने यखार हागी तेमने भूमिका खेल्ने भएको कारणले खिउ फ्यानुवा भनेको जलवायु परिवर्तन है। जलवायु परिवर्तनलाई हेच्छा हानुन्देदो हैन। जलवायु परिवर्तनलाई के गर्ने त भन्दाखेरि रोकथाम गर्ने है। जलवायु परिवर्तनलाई रोक्नमा पनि ठोमल छम्निदा मद्दत दिन्छ अथवा मद्दत पुर्याउँछ भनेर भन्छ। त्यस्तै छेगुनेन हालसालमा चाहिँ अथवा आजभोलि चाहिँ ह्युयाङ विश्राम, फाङवाङ पर्यटन, सुफोच स्पोर्ट्स, रेक्रिएसन भनेर भन्छ। यो चाहिँ मनोरञ्जन हो है, इन्टरटेनमेन्ट, थुङ्गे आदिको फङ्वानुरोधो स्थानका रूपमा पनि फारेङथेगो स्मृदा भनेर भन्छ प्रयोग भइरहेको छ हैन। के रहेछ यो प्याराग्राफमा भनेपछि यो नयाँ सिर्जित अथवा निर्माण गरिएको घना जङ्गल चाहिँ हैन मानिसहरूको लागि काठ र वन्य उत्पादनहरूलाई चाहिँ उपलब्ध गराउने मात्रै नभएर विभिन्न किसिमका वनस्पति र वन्य जन्तुहरूको वासस्थान पनि भएको छ हैन। अनि यसले चाहिँ जैविक विविधतालाई पनि बढाइरहेको छ भनेर भन्छ है। त्यसपछि अर्कोतर्फ के भएको छ त यो घना वन जङ्गलले चाहिँ कार्बन डाइअक्साइड सोसेर हैन हावाको अथवा वायुको गुणस्तरलाई पनि सुधार गरिरहेको छ हैन। सुधार गर्ने भूमिका खेलिरहेको छ भनेर भन्दैछ यहाँ है। अनि जलवायु परिवर्तनलाई रोकथाम गर्ने काम पनि गरिरहेको छ, रोकथाम गर्नमा पनि मद्दत पुर्याइरहेको छ।
त्यस्तै हालसालमा चाहिँ अथवा आजभोलि चाहिँ यो हाम्रो घना वन जङ्गललाई विश्रामको रूपमा हैन, त्यसपछि गएर पर्यटकीय क्षेत्रको रूपमा, त्यसपछि गएर स्पोर्ट्स अथवा खेलकुदका क्षेत्रको रूपमा अनि मनोरञ्जनका रूपमा पनि यो ठाउँलाई प्रयोग भइरहेको छ, यो ठाउँको प्रयोग भइरहेको छ। त्यसपछि इन्गानेगे भनेको इन्गान भनेको मानिस अथवा मान्छे, मान्छेलाई हायाङहान हेक्थकल छन् विभिन्न किसिमका फाइदा दिने सालेमुल फोहो आगि उहिसनन् वन जङ्गललाई सुरक्षा गर्नको लागि चाहिँ फुलफक पलमोक भन्ने छ है। यो चाहिँ गैर कानुनी काठहरूको कटान है, गैर कानुनी रुखहरूको कटान, फाङ्जी आगो रोकेर सानपुल आञ्जन सुचिकुल छुन्सु हाय भनेर भन्छ हैन। यो सानपुल भने सान भनेको पहाड, पुल भनेको आगो हैन। यसलाई चाहिँ हामी नेपालीमा के बुझ्छौँ, डढेलो भनेर भन्छौँ अथवा वन जङ्गलमा को आगलागी भनेर पनि बुझ्न सकिन्छ हैन। अनि डढेलो आञ्जन सूची भनेको सुरक्षा नियमलाई छुन्सु हाय है पालना गरेर हैन। सानपुरुल एबाङ हानन बसी छुङ्यो हानिदा हैन। डढेलोलाई एबाङ आदा भनेको त रोकथाम गर्नु हैन, रोकथाम गर्नु गसे कुरा छुङ्यो हानिदा महत्त्वपूर्ण हुन्छ भनेर भन्दैछ। खुरन्देदो त्यही पनि सानपुरी नाम डढेलो लाग्यो भने फिहेर छुइसुहाल सुई तोरो क्षति कम गर्न सक्ने गरी सिन्सोनागे थेउङ हानुन बस्दो हिजसनुन आन्दमिदा सिन्सोनागे थेउङ आदा भनेपछि प्रतिक्रिया दिनु है, एक्सन लिनु हैन, रियाक्सन भनौँ न। सिन्सोङ आगे भनेको चाहिँ तुरुन्तै अथवा छिट्टै, थेयुङ हानुन है रियाक्ट गर्ने हैन। डढेलो लाग्यो भने के गर्नु पर्छ भनेर अब के गर्नुपर्छ डढेलो रोकथाम गर्नका लागि हैन। त्यो काम गर्नु चाहिँ तुरुन्तै त्यसको रियाक्सन गर्ने कुरालाई पनि हिजसनुन आन्दैन बिर्सिनु चाहिँ हुँदैन भनेर भन्छ। इरहान यस्ता नोर्यकी ईश्वयामा यस्ता प्रयासहरू भए भने मात्र सालिमे थायाङहान खाछिवा खिनङ्गल भनेर भन्छ हैन। वन जङ्गलको विभिन्न मूल्य र कार्यलाई अथवा कार्यक्षमतालाई योजिहाल्सुको कायम गर्न सकिने र मिरे सेदे भावी पुस्तालाई भनेको है, मिरे भनेको भविष्य हो हैन, भविष्यका पुस्तालाई अथवा भावी पुस्तालाई खन्गाङहान सालिमुल नामगिल्सो स्मृति स्वस्थ वन जङ्गल हामीले छोड्न सक्छौँ भनेर भन्छ हैन। भविष्यका पुस्ताका लागि चाहिँ हामीले के त राम्रो सुन्दर स्वस्थ वन जङ्गल चाहिँ उनीहरूलाई छोड्न सक्छौँ भनेर भन्छ है। आशा छ यो भिडियो हेर्नुभयो भने चाहिँ यो छङ्गो र मुङमा बुझ्नुहुनेछ भन्ने। साथै यदि कोही अफलाइन क्लासहरू लिन चाहनुहुन्छ भने हाम्रो इन्स्टिच्युट चाहिँ ओदारी बाणगङ्गा 11 ओदारी कपिलवस्तुमा छ, हामीले सम्पर्क गर्न सक्नुहुन्छ अथवा अफिसमा आएर भिजिट गर्न सक्नुहुन्छ। यो भिडियोको अन्तिममा फोन नम्बर साथै अरू डिटेलहरू पनि राखिदिएकोले हामीलाई सम्पर्क गर्न सहज हुनेछ।